ल अब फाइनली आज चाहिँ कुकुर पूजा गरेर पनि हामीले लक्ष्मी पूजा पनि गरिसक्यौँ। अब नभए पहिला चाहिँ आज कुकुर पूजा अनि भोलि एकदम लक्ष्मी पूजा हुन्थ्यो। अब भोलि ग्रहण लाग्ने छ भनेर आजै लक्ष्मी पूजा पनि गरियो होइन। अब आज चाहिँ लक्ष्मी पूजा हामीले सक्यौँ। अब भोलि चाहिँ ग्रहण छ अरे। भोलि केही तिहार छ भोलि। भोलि गाई आज पुज्यो कि पुजेन? आज गाई पनि पुजिएन, लक्ष्मी पूजा मात्रै गरियो हामीले चाहिँ। गाई भोलि पुज्ने भन्नुहुँदैछ। अब अरू ठाउँमा कसले के गर्छ त्यो चाहिँ फेरि मलाई पनि थाहा भएन होइन। टिको ल राम्रोसँग लगाइदिनु अलि आशिष दिएर लगाइदिनु। ल उनी कप्पु खाइदिनु त म आइसम्म आइरहेछु। ल हाम्रो चाहिँ टिका लाउने कार्यक्रम हुँदैछ। अब अलि राम्रोसँग लगाइदिनु बाजेलाई पनि, अलि राम्रो आशिष दिनु। बुवा त हराउनु भयो त, भाग्नु भयो क्या हो? आज चाहिँ पैसा आउँदैन, आज फलफुल मात्रै हो। ए ल आज फलफुल मात्रै अरे, आज चाहिँ पैसा आउँदैन अरे। बुवा अब कति रुपियाँ दक्षिणा दिने? अघि मम्मीले त एउटा फलफुल खुवाइदिनु भयो। छ नि यहाँ भइरहेको छ नि। टिका चाहिँ लाउँदैन यो त ल ल बुवाले पनि अब टिका लगाइदिएपछि झप्प दिनुहुन्छ। ए ल 5-10 रुपियाँ छैन मैले मलाई पैसा दिनु हो। ल अब के चुइम खानु होला यसको। ल